हाई गाइज, गुड मर्निङ, नमस्ते सबैजनालाई होइन। र आज चाहिँ म घरदेखि निस्किने छु होइन, आफ्नो कामतिर, आफ्नो व्यस्ततिर। र अब दसैँ पनि मनायो, दिवाली पनि मनायो होइन, आफ्नो धन्दा पनि हेर्नु पर्यो, आफ्नो काममा लाग्ने छु गाइज। र हेर्दै गर्नुहोस् होला म कसरी जान्छु, के गरेर जान्छु, तपाईँहरूले मेरो भिडियोमा देख्नुहुनेछ होइन। र आफ्नो गाउँठाउँको अवस्था यस्तै छ, त्यही भएर पनि जानै पर्यो होइन। अर्काकै देशमा, आफ्नो जग्गामा परदेशी लाइफ यस्तै हो, आउँदा खुसी घुमिन्छ डुलिन्छ होइन। बाई बाई गाइस, तपाईँलाई म देखाउने छु। ल गाइस, म चाहिँ हिँडेँ ज्वाइँको यो आयामा ज्वाइँ दसैँमा आउनुपर्ने छ आयामा भन्छ आउँछ नि त। उसले किन भने चाहिँ आमालाई थाहा भइसक्यो। दुईजना सेम भएछ सेम सेम। राम्रोसँग जानु, राम्रो काम गर्नु, त्यही त। बेंगलुरु हो, यो चाहिँ बेंगलुरु, एकदम दामी देख्छ। एयरपोर्ट याद दामी छ। यो भित्र हो कि बाहिर हो नि, एकदम रोयल छ नि। यहाँ दादा पनि भेटिहाले। हराउँछ पनि
हामी कता जानु पर्यो कति राम्रो रहेछ गेट जानु बेड नम्बर 2 होइन हेर्नु त यहाँ चाहिँ ब्रान्डको मात्रै पाउँछ नि त फेरि हो गेट नम्बर उसको हेर्नु चेन्ज सिट गर्दैछ एयरपोर्ट एकदम दामी छ नि दामी अब ब्याग निकाल्नु गाइस म चाहिँ 8 घन्टाको यात्रा गरेर म चाहिँ अहिले टक्कै पुगेँ होइन